जम हाने जस्तै हान्ने हो नि त पौडीमा ट्याक्क झुम माछा साछा मार्नु जाने अहिले भ्याइसु थियो होइन अहिले नि भ्याउँछ अहिले तातो पानी तताउँदैछ अघि भनेको ए अघि के भनेको र कस्तो नजाने हो ए नाच्ने नाच्ने अहिले तिमी र मसँगै नाच्ने हो ऊ तल गएर रोडमा नाच्ने हो पुरै त्यो किन त्यहाँ भयो होइन हाम्रो यो त्यहाँ आज रमाइलो गर्ने हामी हेमराजसँग रमाइलो छ चट्ट घाम यहाँ नि हुने र यहाँ नि हुन्छ हुन त निधार ठोक्छ क्या यहाँ त नाच्नु त भ्याइहाल्छ नि ल नाचेर हेर त एकचोटि त्यहाँ त्यसै नाच्ने होइन पैसा पाउँछ दिन्छु म उसो त्यसै नाच्दैन भने एउटा झोला बोकेर नाचौँ नि त जुन भानी त्यो बजारको भानी बजार हो कुन अन्त त्यो बन्दी बुझाउला ऊ के अरे त्यो भानी हाम फालेर मरौँला अन्त त्यो भानी अँ अन्त अन्त त्यो अन्त जुन भानी हुन्छ 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 तपाईँलाई कुन मन पर्यो मलाई त हाम फालेर त्यो राम्रो लाग्यो अँ त्यो बजारको लागि न बजारको अहिले तल त्यो भएर अँ त्यो भएर कहाँ त्यो नि बजार हो र त्यो त तल्लो गाउँ नि अन्त दाइ ठिक्क नाच्यो त्यो पुग्ने गरी ठिक्क नाच्यो भने हिसाब मिल्यो भने कति पाउँछ 100 रुपियाँ दिन्छु म त ल हेमराजले पैसा कमा हेर त खल्ती पनि टन्नै पैसा हो हेर त आफै त्यो कतिको पैसा हो त्यो हेमराज हेलमेट लगाएर नाच्ने हो तिमीलाई राम्रो देख्छ जस्तो लाग्छ मलाई त पर्दैन नगर छोडी अब त लड्नु त लड्छ फेरि नाचौँ न त अब सुरु के भन्ने कतिवटा पैसा हो त्यो कतिवटा आमालाई देऊ ल त्यो आमालाई देऊ अहिले तिमीलाई दिन्छ अर्को। 100 लिएर पठाइदिएको साथै थियो कि होइन ठिक छ त्यही यहाँ यतिकै ठिक हुन्छ कि घाम बस्छ होइन यति माथि हाइट हुन्छ फेरि त्यो हेर हेमराजले हेमराज खोइ त नाचेको हेमराजले म अहिले पैसा थपिदिन्छु हाम फालेर मरौँ कि भन्ने एउटा गीतमा ल ट्याक्क नाचिदिन्छ हाम्रो दाई हुनुहुन्छ यहाँ गाउँको दाई हेमराजलाई एकदम माया गर्ने दाई ल हेमराज अहिले ल्याउने हो कि अहिले पहिला ऊ सुजन सर आउनु भएको छ तपाईँको गीतमा नाच्ने अरे झट्ट यसरी टोपी मिलाएर घामले पोल्छ है यताको गालामा यताको गालामा ट्याक्क सेप भयो क्या यसरी ट्याक्क सेप गरेर होइन पैसा त एकदम अहिले जति हुन्छ त्यस्तै दिउँला नि मैले नि दियो नि अस्ति होइन तिमीले बिर्सिदियो क्या अस्ति मैले दिएँ होइन यहाँबाट निकालेर धेरै त दिनु कति दियो त अनि धेरै नदिएर ठिक्क दिएको छु नि मैले रातो रातो पैसा दियो रातो दुई त दखे दुईवटा 10 मैले अन्त 20 भएन त दुईचोटि निकालेर दिएको थियो त होइन खल्ती दियो त नि दुईटा जस्तो खल्ती दिइसकेर दिएर मैले तिमीलाई ल हेमराज ल अब एउटा ल नाच्दियो हाम फालेर मरौँला चाहिँ नाम लाग्यो मलाई ल हाम फालेर ल खै त अघि नै नाचेर भ्याइसक्छु भन्थ्यो तिमी त अहिलेसम्म सुरु गरेको छैन त्यहाँ ठोक्दैन हेरेर नाच्ने ट्याक्क यसरी अप डाउन गर्ने लामै नाच्छ कि छोटो लामै नाच्छ कि छोटो लाम त गर्दैन त्यो ठिक्क पुग्ने गरी गर्ने कि ए ल मिलाएर ल ल सुरु ल हामी सुन्छौँ है त ल गाडी आयो हेमराज लिन
के आओ गाउँ अब कुकुरले जाने होला त्यो स्कुल तल त्यो रोडमै बस्ने मैले ऊ बस्ने ठाउँ चिनिरहेको छु ल ल के गीत गाउन त ल हाम फालेर मरम कि फेरि न त यता सकेर बसेको हो नि अन्त त उहिले यसो खाइदियो होला के छ अहिले लिन पठाउँछ कि म अहिले ठ्याक्कै आमालाई लिनु पठाउ न कुकुर आउँछ कुकुरले टोक्ला नि फेरि कुकुर आयो नि टोक्छ नि फेरि यता सही छैन दुई गरेमा ऊ आयो फेरि टोक्ला नि फेरि मलाई तोक्दैन अब टोक्दैन बुढो लखेदैन के नि तोक्दैन कि हो कुखुरालाई त म रिस उठ्छ कि हो त्यो दबाइरहेको त्यो अहिले नि दबाई दिन्छ त्यो कुकुरलाई कुन भने रे हाम फालेर मराउँला यहाँ खोला भयो है यसो हम फालेर मरौँ के त्रिशुलीको पानीमा घरमा जाऊ सौता छ मैता सानीमा भन्ने कस्तो राम्रो त्यो हम फालेर मरौँ के त्रिशुलीको पानीमा घरमा जाऊ सौता छ मैता सानीमा गर्ने कस्तो दामी कस्तो राम्रो या अब एउटा गयो अब जम्मा 5 वटा छ नि त भन्छ होइन तिम्रो 5 वटा गीत छ नि होइन त्यो पुरै कतिवटा ल सुनाइदिनु सरलाई हेमराज एउटा गयो अब जम्मा कति राम्रो गाइदियो त यार पहिलेदेखि गाउँथ्यो हेमराज पहिलेदेखि गा हो हेमराजले गीत किन रिस उठे जस्तो गरेको त मलाई पो हेरे जस्तो मुर्गीले हाल्ला जस्तो पैसा नदिएर रिस उठिहाल्ला